नमस्ते। अब युएसमा ग्रीन कार्ड पाइसकेका मान्छेहरूको ग्रीन कार्ड रिस्कमा पर्न सक्छ र थर्ड वर्ल्ड सो कल्ड थर्ड वर्ल्ड कन्ट्रीबाट युएस जानको लागि पर्मानेन्टली पज लाग्न सक्छ। रिसेन्टली युएसमा भएको सुटिङ घटनापछि जसमा दुईजना नेसनल गार्डलाई एकजना अफगान सिटिजनले गोली हानेर हत्या गरेका थिए, त्यसपछि युएस प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले सोसियल मिडिया सो कल्ड ट्रुथमा एउटा पोस्ट गरेर थर्ड वर्ल्ड कन्ट्रीबाट माइग्रेन्ट हुने माइग्रेन्टहरूको लागि अब इमिग्रेसन पर्मानेन्टली बन्द गर्ने भनेका छन्। त्यसपछि ट्रम्प एडमिनिस्ट्रेसनले अर्कोतिर 19वटा कन्ट्रीबाट आएका ग्रीन कार्ड पाएकाहरूको ग्रीन कार्ड फेरि रिइक्जामिन गर्ने भनिएको छ। अब यो लिस्टमा अफगानिस्तान, हैटी, लिबिया, सुडान जस्ता कन्ट्रीहरू रहेका छन्। ग्रीन कार्ड रिइक्जामिन भनेको ग्रीन कार्ड क्यान्सल नै हुने चाहिँ होइन। रिइक्जामिन भनेको चाहिँ यदि कसैले उसको क्रिमिनल हिस्ट्री छ, उसले केही गरेको छ पास्टमा भने उसलाई चाहिँ एडिसनल वेटिङ प्रोसेसबाट लग्ने हो। ग्रीन कार्ड टर्मिनेट नै हुने चाहिँ होइन। यो रिस्कमा चाहिँ पर्न सक्छ। यो लिस्टमा नेपाल पर्छ कि पर्दैन, नेपालमा डिबी पनि अहिले एकछिन पज भएको छ, डिबीलाई असर गर्छ कि गर्दैन भन्ने कन्सर्न र क्वेसनहरू देखिन्छ। अल्दो ट्विटमा चाहिँ थर्ड वर्ल्डको डेफिनेसन के हो भनेर क्लियरली भनिएको छैन, तर थर्ड वर्ल्डको हिस्टोरिकल डेफिनेसन हेर्दा र युएस इमिग्रेसनको रिसेन्ट प्रेस रिलिज हेर्दा चाहिँ नेपाल चाहिँ यो लिस्टमा पर्ने प्रोबाबिलिटी देखिँदैन। द्याट्स द पोजिटिभ न्युज है। अहिले डिबी भर्ने प्रोसेस चाहिँ होल्डमा राखिएको छ होइन। नेपालमा पनि धेरै मान्छेहरूले इयरली डिबी भर्नुहुन्छ। अब डिबी भर्ने प्रोसेस चाहिँ अहिले क्यान्सल नै भएको चाहिँ होइन होइन, त्यो क्यान्सल भएको हो कि भन्ने एउटा कन्सर्न देखिन्छ। बट डिबी होल्डमा चाहिँ अहिले प्रोसेस चेन्ज भएको कारणले होल्डमा राखिएको रहेछ। अब अहिले प्रोसेस चाहिँ एडिसनल $1 पर एप्लिकेसन तिर्नुपर्ने रहेछ। अब यो चाहिँ छिट्टै खुल्ने जस्ट प्रोबाबिलिटी देखिन्छ है। त्यही भएर डिबी चाहिँ केही भएको छैन, जस्ट अहिले चाहिँ हल्का त्यो 19वटा कन्ट्रीहरूलाई पज राखिएको छ, उनीहरूको इमिग्रेसन पज राखिएको छ र ग्रीन कार्ड चाहिँ फेरि रिइक्जामिन गर्ने भनिएको छ। नेपालमा चाहिँ यसले केही असर गर्ने देखिँदैन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। हिट दैट सब्सक्राइब बटन, स्टे कनेक्टेड एन्ड सी व्हाट नेक्स्ट।